हेलो गुड मर्निङ नमस्कार सबैजनालाई। आज हामीले 32 मसला अथवा सुत्केरी मसला बनाउन गइरहेको छौं। के यो चाहिँ ताजा घिउ भर्खरै बनाएको मैले, त्यही भएर पग्लेको छ। त्यसपछि मह राख्छु चिनीको साथ स्वाद अनुसार हैन। अनि मेन कुरा हामीलाई के चाहियो, ठुलो औषधि चाहियो। त्यसपछि 32 मसला हैन, यो नेपालबाट लिएर आएको। अनि यो ओखर, यो बदाम, के बदाम कुन देशी बदाम भन्छ, यो अर्को बदाम, यो चाहिँ किसमिस, काजु हैन। अनि यहाँ के छ, यहाँ यो चाहिँ फुर्र पर्छ, यो खोइ के भन्छ नेपालीमा, इडेबल गम भन्छ हैन। अनि यो मेथी, ज्वानो हैन कुनै के हो, सोप। अनि यो जानो, अनि यो चाहिँ छोडा हो कि, छोडा चाहिँ अर्को पाएन, त्यही भएर यस्तो टुक्रा पारेको छोरा छ। यहाँ चाहिँ नरिवल, यो के हो, सिनामन, आई डोन्ट नो भाइ, नेपाली नामहरू सब बिर्सेँ। यो चाहिँ मरिच अनि ल्वाङ सुक्मेल स्वाद अनुसार हालेर मजाले भुटेर बनाउनुपर्छ। सब देखाउँछु ल कसरी गराउने यिनीहरू भनेर, एक बाई एक। ओके, हेर्नुहोस् त, भुटेर पिसेर सबै रेडी भयो होइन। यसलाई चाहिँ घिउ हालेर फेरि दुधमा हेर्नुहोस् है, यस्तो कलर चेन्ज हुँदै आएको छ, हल्का हल्का कलर आउँदैछ। तेल तेल छोड्छ अनि पछि दामी हुन्छ। लु गाइस, रेडी भयो, टन्नै भयो है। 2.5 किलोको र यो कति कहिले खाएर भ्याउने है।